सचिन हँसिलो मुहार सेतो दाँत पङ्की मिलेर फुकेको हँसिलो मुहार सेतो दाँत पङ्की मिलेर फुकेको ए मुस्कानभित्र पाइन्छ अर्थ जीवनको लुकेको ए मुस्कानभित्र पाइन्छ अर्थ जीवनको लुकेको। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस वक्तृत्व कला प्रतियोगिता कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथि र यहाँ उपस्थित हुनुभएका सबै भद्रवलम्बी र यहाँ उपस्थित हुनुभएका मेरा प्रतियोगी एवं अप्रतियोगी साथीहरूमा म हार्दिक आभार टक्राउन चाहन्छु। हार्दिक आभार। म श्री त्रिभुवन माविको कक्षा 5 मा अध्ययनरत छात्र सचिन राज पौडेल। सर्वप्रथम त म मुख स्वास्थ्य सम्बन्धी अति महत्त्वपूर्ण विषयवस्तुमा सचेतना फैलाउने काम गरेकोमा जीवाई नेपाललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामीले अक्सर भन्ने गरेका छौँ, हामीले आजको यस कार्यक्रममा म मुख स्वास्थ्य र यसको महत्त्व शीर्षकमा आफ्ना केही तार्किक विचारहरू राख्न गइरहेको छु। अब म ढिला नगरिकन आफ्ना तार्किक विचारहरू प्रस्तुत गर्न गइरहेको छु। हामीले अक्सर भन्ने गरेका छौँ, स्वस्थ शरीर नै सुखी जीवनको आधार हो। स्वस्थ शरीर नै सुखी जीवनको आधार हो। तर हामीले जुन शरीरलाई स्वस्थ राख्न अनेकौँ प्रयास गर्छौँ, त्यही शरीरको मुख्य प्रवेशद्वार अर्थात् मुखको स्वास्थ्यलाई भने हामीले अक्सर भुल्ने गरेका हुन्छौँ। मुख स्वास्थ्य भन्नाले मुखभित्र भएका दाँत गिजा र जिब्रोको स्वास्थ्यलाई बुझाउँछ। हामीले दाँत स्वास्थ्यलाई हेरचाह गरेनौँ भने हाम्रो मुख गिजा र दाँत बिग्रिन सक्छ। आदरणीय महानुभावहरू, अहिलेको आधुनिक युगमा जङ्क फुड अर्थात् पत्रु खानाको बढ्दो प्रयोग भइरहेको छ। हामीले त्यस्ता पत्रु खानाहरूको उपयोग गर्दा हाम्रो मुख स्वास्थ्यलाई निकै नै असर गर्न सक्छ र गुलिया अमिला पदार्थहरूले हाम्रो मुख स्वास्थ्यलाई निकै असर गरेको हुन्छ। धुम्रपान, मद्यपान जस्ता कुलतको कारणले हाम्रो मुख स्वास्थ्यलाई निकै नै सङ्कटमा पारेको हुन्छ। हामीले मुख स्वास्थ्यलाई स्वस्थ राख्न अनेकौँ प्रयास गर्छौँ र अब म मुख स्वास्थ्य बिग्रिनुका केही असरहरूको बारेमा चर्चा गर्न गइरहेको छु। हामीले लामो समयसम्म दाँत नमस्दा दाँतमा ब्याक्टेरिया जमेर दाँत कुहिने, दाँत किराए खाने जस्ता समस्या हुन्छन् र हामीले गिजाको रोगले गिजाबाट रगत बग्ने, गिजा सुनिने र मुखबाट दुर्गन्ध आउने समस्याले झन् मानिसको आत्मविश्वास नै कमजोर बनाइदिन्छ र हामी अनुसन्धानले पनि भनेको छ कि मुखको फोहोर सङ्क्रमणले गर्दा मुटु रोग, मधुमेह र गर्भ अवस्थामा समेत गम्भीर असर पार्न सक्छ। हामीले सानैदेखि दाँत गिजाको राम्रो हेरचाह गरेनौँ भने हाम्रो पुरै दाँत झरेर हाम्रो अनुहारको रूप नै कुरो बनाइदिन्छ। आदरणीय महोदय, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। हामीले जुन शरीरलाई स्वस्थ राख्न अनेकौँ प्रयास गर्छौँ, त्यही शरीरलाई हामीले केवल हाम्रा केही बानीहरूमा सुधार गरे त्यही शरीर स्वस्थ र बलियो रहन सक्छ। पहिलो, हामीले बिहान बेलुकी खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जलले दाँत माझ्नु
वर्षको 2 चोटि दन्त चिकित्सक कहाँ गएर दाँत चेक गराउनु पर्छ र हामीले सकभर ब्रसलाई क्याप लगाएर राख्नु पर्छ र हामीले ब्रस गरिसकेपछि कुल्ला गर्नु हुँदैन। आदरणीय महानुभावहरू, अब म हामीले कसरी दाँत माझ्ने भन्ने कुरामा जानकारी दिन चाहन्छु। हामीले दाँत माझ्दा नरम खालको ब्रुस प्रयोग गर्नुपर्छ र हामीले फ्लोराइड युक्त वा 1000 ppm लेखेको मञ्जन प्रयोग गर्नुपर्छ र हामीले दाँत माझ्दा सानोले सानो केराउको दाना जति र ठुलोले ठुलो केराउको दाना जति हालेर दाँत माझ्नुपर्छ र हामीले दाँत माझ्दा बाहिरी भाग, भित्री भाग, चपाउने भाग सबैतिर राम्ररी घोट्नुपर्छ र हामीले दाँत माझ्दा हलुका जिब्रोलाई नि सफा गरेर हलुका हातको औँलाले गिजा मसाज गर्नुपर्छ। आदरणीय महानुभावहरू, हामीले पहिले दाँत माझिसकेपछि कुल्ला गर्नु हुँदैन र दाँत माझेको आधी घन्टासम्म हामीले केही पनि खानु हुँदैन। आदरणीय महानुभावहरू, हामीलाई आजका दिनसम्म जीवन नेपालले विद्यालयमा नै ब्रस, कोलगेटको उपलब्ध गराइदिएको छ र यसले गर्दा हामीलाई मुख स्वास्थ्यको धेरै ख्याल पुगेको छ र बेला बेलामा हामीलाई दन्त परीक्षणको कार्यक्रम पनि राखेको छ। हामीले यस्तो गर्दा हामी दन्त सेवाकोमा धेरै सचेत रहन पाउँछौँ। स्वस्थ शरीर सुन्दर मुस्कान भन्ने नारालाई हामीले आत्मसात गर्दै आफू र आफ्नो परिवारको मुख स्वास्थ्यको ख्याल राख्दै मैले यहाँ भएका सम्पूर्णमा हार्दिक अपिल गर्न चाहन्छु र मुख स्वास्थ्यको हामीले ख्याल नगर्नु भनेको आफ्नै पूर्ण शरीरलाई दाउमा राख्नु हो र स्वस्थ रहौँ, सुखी बनौँ, बिहान बेलुकी दाँत माझ्ने गरौँ। मुख स्वास्थ्य सम्बन्धी सचेतना भयो भन्दै म मेरा शब्दहरू यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार, जय जीवन नेपाल।